परिस्थितिलाई न्याय गर्नका निम्ति र देशको खाका जुन तरिकाले हिजो प्रधानमन्त्रीबाट आएका ती जुन खालका देशमा सम्बोधन गर्दै गर्दा आएका ती कुराहरू छन् त्यसका उसमा हामीले प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग गरेको र हामीले राष्ट्रपतिसँग वार्ता गर्नका निम्ति यो टोली सार्वजनिक गरेका छौं र यो वार्ता टोलीले राष्ट्रपतिसँग सम्झौता गर्नेछ र सम्झौता गरेर यो न्याय गर्नेछ। जसरी भए पनि हामीले वार्ता गर्नुपर्ने र यो आन्दोलनलाई चाहिँ निर्गोल गर्नुपर्ने र आन्दोलनको एउटा यो वास्तविकता बुझाउनु पर्ने भएको हुँदा यो हामी यसरी अघि बढिरहेका छौं। र यहाँनेरि अहिले म सम्झन चाहन्छु ती घाइते परिवार र शहीद परिवारलाई सबैभन्दा मजाले मैले सम्झिनुपर्ने हुन्छ। साथै ती आन्दोलनमा पठाउने ती आमाबुवाहरूलाई छोराछोरी आन्दोलनमा पठाउने आमाबुवाहरू र साथै यो आन्दोलन सफल बनाउनका निम्ति खट्नुहुने सम्पूर्ण आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनी सम्पूर्ण नेपाली जनताहरूलाई म सम्झन चाहन्छु। साथै यहाँ कुनै पनि राजनीतिक दल कुनै पनि व्यक्ति विशेष हामीलाई धेरैजना व्यक्तिहरूले परिचालित भन्न खोजिरहेछन् तर हामी कोहीबाट परिचालित छैनौं। हामी जेनजीहरू एक छौं र एकजुट हुनेछौं र यो विषम परिस्थितिमा जेनजीहरू एकजुट छ भन्ने कुरामा हामी हिजो मात्रै हामीले भेटघाट गरेर मिराज ढुङ्गाना पुरुषोत्तम यादव जस्ता व्यक्तिहरूसँग भेटेर हामीले संवाद मार्फत हामी निर्गोलमा पुगिसकेका छौं। साथै हामीले सुदन गुरुङसँग पनि सल्लाह गरिसकेका छौं र सुदन गुरुङको पनि हामीलाई साथ छ। हामी उहाँले पनि यतिखेर यो आन्दोलनलाई उहाँले निर्गोल गर्नुभएको तर उहाँले हामीलाई गर्नु तपाईहरु भनेर भनिसकेपछि हामीले अघि बढिसकेका छौं र संवाद हामी गरेर अगाडि बढ्नेछौं। हाम्रो नाममा यहाँनेरि वार्ता टोलीमा हिजो हामीले सार्वजनिक गर्दै गर्दा उहाँले वार्ता टोलीमा हाम्रो नाममा यो वार्ता टोलीमा हाम्रो पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, प्रवेश दाहाल, बब्लु गुप्ता अनि त्यहाँबाट यहाँ रक्षा बमको ठाउँमा चाहिँ हामीले किशोरी कार्कीलाई राख्ने निर्णय गरेका छौं। यहाँ किन भन्दाखेरि रक्षा बमले म बस्दिन भनिसकेपछि उहाँको आइसकेको छ, सामाजिक सञ्जाल मार्फत उहाँले जानकारी दिइसक्नु भएको छ। त्यसैगरी उहाँ घाइतेहरूलाई पनि धेरै कुरा घाइते सडकबाटै घाइते उद्धार गरेर अगाडि बढिरहनु भएको किशोरी कार्कीलाई हामीले यहाँनेरि राख्न चाहन्छौं। टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशिफ मोहम्मद मिया र अर्पित कुवर साथै दीपक जङ अधिकारी र अभिषेक श्रेष्ठ चाहिँ घाइतेबाट एकजना हुनुहुन्छ र अब 3 जना व्यक्ति चाहिँ हामीले राख्नेछौं। हामी भेटेर कुराकानी गरेर 3 जना व्यक्तिहरू घाइते र शहीद परिवारका व्यक्तिहरू राख्नेछौं र यो परिस्थितिमा हामीले जेनजीका एजेन्डाहरू चाहिँ के छन् त भन्ने कुरा हुन्छ। जेनजीका एजेन्डाहरू चाहिँ के छ भनेदेखि जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको क्रममा 2082 साल भाद्र 23 गतेदेखि 25 गतेसम्मको समयमा भएको नरसंहार हत्या गरिएका नागरिकहरूलाई शहीद घोषणा गरिएकोमा तत्काल कार्यान्वयन गर्ने, आन्दोलनमा घाइते भएका नागरिकहरूको निशुल्क उपचार गर्ने, शहीदहरू तथा शहीदको परिवारको तथा आन्दोलनमा घाइते भएका नागरिकहरूको दीर्घकालीन आवश्यकता सम्बोधन गर्न यथाशीघ्र परिपूर्णको व्यवस्था गर्ने। 2 मा जेनजीको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरूद्वारा गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने र राज्यका तर्फबाट भएका गैर न्यायिक हत्या लगायत अन्य मानवाधिकार उल्लङ्घन घटनाको अनुसन्धान गर्नका लागि एउटा स्वतन्त्र, निष्पक्ष र सक्षम अधिकार सम्पन्न आयोगको गठन गर्ने। 3 मा आन्दोलनरत पक्षले यस सम्झौताको निरीक्षण, अनुगमन, मूल्याङ्कन र पालना गराउन जेनजी प्रतिनिधिको कार्यदल गठन गर्ने। 4 मा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीको संयोजकत्वमा गठित नेपालको अन्तरिम सरकारलाई वैधानिकता प्रदान गर्ने र नेपालका सम्माननीय राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई स्वीकार गर्ने। 5 मा हालसम्म कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गरी अभियोजन गर्ने र त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्ने। न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाई नागरिक उत्तरदायित्व वहन गर्न योग्य बनाउन आवश्यक व्यवस्था गर्ने। निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन आवश्यक व्यवस्था गर्ने। आगामी निर्वाचन पछिको संसदको बैठक मार्फत सबै संवैधानिक आयोगलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढङ्गले कार्य सम्पादन गर्न सक्षम बनाउन उक्त आयोगहरूको संरचना तथा पदाधिकारीहरूको नियुक्तिको पुनर्संरचनाको व्यवस्था गर्ने गरी अनिवार्य अनुमोदन गर्ने। 6 मा आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख, प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मार्फत गरिने व्यवस्था गर्ने। कार्यकारी प्रमुखको पदावधि 2 कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था गर्ने। साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरू मन्त्री परिषदमा सहभागी हुन नमिल्ने व्यवस्था गर्ने। आगामी निर्वाचन पछिको संसदको पहिलो बैठक यस सम्झौतामा उल्लेखित निर्वाचनसँग सम्बन्धित व्यवस्था अनिवार्य अनुमोदन गर्ने। 7 मा आगामी निर्वाचनमा जेनजी उमेर समूह सहित दर्ता भएका मतदाताको नाम दर्ता गराउनका लागि आवश्यक पूर्वाधार तयार गरी मतदाता दर्ता प्रक्रिया सुरु गर्ने।
21 वर्ष उमेरभन्दा माथिको नागरिक पनि आम निर्वाचनमा सहभागी हुन पाउने र नयाँ राजनीतिक दल समेत गठन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्ने, साथै विदेशमा रहेका नेपाली नागरिकको मताधिकार र सहभागिता सुनिश्चित गर्ने, आगामी दिनमा हुने सबै तहको निर्वाचनमा मतदाताहरूलाई नो भोटको समेत अधिकार प्रदान गर्ने गरी आवश्यक व्यवस्था गर्ने। 8मा माथि उल्लेखित जनादेश म्यान्डेटहरू पूरा नभएमा जेन्जी लगायत नेपाली जनताहरू फेरि पनि विद्रोह गर्न बाध्य हुनेछन्। यो भनेको के हो भनेदेखि हामी सबैसँग सहकार्य गर्न चाहन्छौँ, सम्झौता होइन सहकार्य र एक अर्काको सल्लाह सुझाव र नेपाली जनताले यतिखेर जेन्जी पुस्तालाई एउटा के गर्नुपर्छ भने यतिखेर आवश्यक बमोजिम भन्नुपर्छ, सुझाव दिनुपर्छ र मुलुकको न्याय मतलब कि मुलुकको परिवर्तन गर्नका निम्ति जेन्जीले अगाडि बढाउनुपर्छ र जेन्जीलाई सल्लाह सुझाव गर्ने हो। यतिखेर धेरैजना व्यक्तिहरू भनिराख्नुहुन्छ भेट्न आइरहेका छैनन्, एकअर्कामा कोअपरेसन छैन, कोअर्डिनेसन छैन भनिराख्नुहुन्छ। हामी सबैसँग कोअपरेसन कोअर्डिनेसन गर्न चाहन्छौँ। यतिखेर हामी मतलब यो नयाँ नयाँ भएको हुँदा पनि हाम्रो एउटा अनुभव छैन, तर अनुभव बटुल्दै हामी सबैसँग सहकार्य गरेर यो मुलुकलाई चाहिँ हामीले मतलब जेन्जीहरू एकजुट भएर एक ढिक्का भएर चाहिँ हामी जसरी पनि अघि बढ्नेछौँ र हामी कुनै पनि राजनीतिक दलको विरोध गर्दैनौँ, हामी कुनै पनि जाति धर्म संस्कार संस्कृति कसैको विरोध गर्दैनौँ। हामी एक भएर नेपाली जनतालाई एउटा हामी नेपाली भूमिलाई न्याय गर्नका निम्ति अगाडि बढेका छौँ र जनताप्रति उत्तरदायी र मुलुकप्रति उत्तरदायी र समाजको एउटा समाजमा दिशानिर्देश गर्न र मार्ग दिशानिर्देश गर्नका निम्ति समाजलाई अगाडि बढाउनका निम्ति हामी अग्रसर छौँ। र एक कुरा के हो भनेदेखि हामीले अब आवश्यक परेका खण्डमा यो भनेको राष्ट्रपतिसँग सम्झौता हुने यो डकुमेन्ट हो र प्रधानमन्त्रीसँग गृहमन्त्रीसँग पनि विभिन्न तरिकाले अगाडि बढ्नुपर्ने छ र जुन तरिकाले आज हाम्रा जेन्जी आन्दोलनकर्ताहरू पक्राउ परिरहेको सूचनाहरू आइरहेको छ यो चाहिँ तत्कालै निर्क्योल होस् र तत्कालै हटोस्। किनकि भनेदेखि हामी आन्दोलन गरिसकेपछि आन्दोलनकर्ताहरू जेल जानुपर्ने कुनै पनि परिवर्तन आइसकेको छ र परिवर्तन सही दिशानिर्देश गरेर परिवर्तन गर्नुपर्छ। यहाँ कुनै पनि राजनीतिक दलको हस्तक्षेपले परिवर्तनमा रोक लगाउन हुँदैन। हामीले स्टेटको प्रमुखको रूपमा हामीले राष्ट्रपतिलाई लिन सक्छौँ र राष्ट्रपतिले नै प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। त्यसो हुँदा हामीले के भन्न सक्छौँ भने यतिखेर यो एजेन्डा हामीले राष्ट्रपतिसँग नै सम्झौता गर्नुपर्ने हुन्छ र राष्ट्रपतिसँग सम्झौता गरिसकेपछि आन्दोलनको एउटा स्थायित्व र आन्दोलनको एउटा मार्गदर्शन पुरा हुने हुँदा हामी राष्ट्रपतिसँग सम्झौता गर्न चाहन्छौँ। प्रधानमन्त्रीसँग पनि गर्छौँ, तर अहिलेको यो एजेन्डा चाहिँ राष्ट्रपतिसँगै गर्नुपर्ने हुन्छ। जुन अहिलेको यो भनेको चाहिँ कसरी भन्दाखेरि यो सरकार पनि संवैधानिक सरकार होइन, यो कदम नै असंवैधानिक कदम चालिसकिएको छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान लेखेर भए पनि हामीले प्रत्यक्ष कार्यकारीको निर्वाचन गराउनै पर्छ र प्रत्यक्ष कार्यकारीको निर्वाचन आज भने यो एजेन्डा हामीले राखेको गर्छौँ। अब यदि यो सरकारले गर्दैन भने त सरकारले गर्दैन, सरकार कमजोर हो, तर जेन्जीको माग निरन्तर रहिरहन्छ। फेरि आन्दोलन गर्नुपर्ने कुरा नै होइन नि यो भन्नाले हामीले 2084 को चुनावलाई 82 मा सार्नका निम्ति आन्दोलन गरे होइन नि त। अहिले त त्यही देखियो त्यही, तर हामीले खोजेको अर्कै, जनताले खोजेको कुरा अर्कै हो। त्यसो हुँदा के भन्न सकिन्छ भने हामीले जनताले परिवर्तन चाहन्छन् र प्रत्यक्ष कार्यकारीको निर्वाचन यो सरकारले गराउनुपर्छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान गर्नुपर्छ, होइन भने विज्ञको टोली मार्फत जसरी हुन्छ यो हामीले यो संविधान मानेको थियो भने आन्दोलन पनि हुँदैन थियो। हाम्रो 2/3 सरकार यो संविधान संशोधन गर्नका निम्ति बनेको थियो, तर संविधान संशोधन गर्न नसकेपछि यो आन्दोलन भयो। त्यसो भएको हुँदा के भन्न सकिन्छ भने यो आन्दोलनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, जिरो करप्सन यस्ता कुराहरूमा यो आन्दोलन भएको हो। त्यसो हुँदाखेरि हामीले भन्न सक्नुपर्छ यतिखेर परिवर्तन जनताले चाहन्छन्। यहाँनेरि के हो भन्दाखेरि मैले भन्न चाहेको के हो भन्दा जेन्जीले परिवर्तन चाहेको छ, जेन्जीले मात्र होइन, यतिखेर नेपाली जनता युनाइटेड हुनुपर्छ। जेन्जी भन्नाले जेन्जीको उमेर समूह हो, तर अब चाहिँ नेपाली जनताले जेन्जीलाई होइन नेपाली जनता सबै युनाइटेड भएर मुलुकको परिवर्तन चाहनुपर्छ भने होइन, मतभेद भन्ने कुरा होइन। यतिखेर के हुन्छ भनेदेखि अब जनता कहिलेकाहीँ चाहिँ के हुन्छ भनेदेखि अरूले पनि आवाज त्यहाँभित्र घुसिदिन्छ क्या, अर्कैले माइन्डमा उ गरिदिन्छ, तर यतिखेर परिवर्तन चाहेको हो। मैले यसो भनेको छ जुन कि हामी नै नजाँदा अर्को व्यक्ति जाँदा पनि गर्न सक्छ भने गरोस्, तर यतिखेरसम्म कसैले आँट नगरिसकेपछि हामीले सबैजनालाई युनाइटेड गरेर सुदन गुरुङसँग पनि संवाद भयो, मिराज ढुङ्गानासँग संवाद भयो, रक्षाबम पनि आउनु भएको थियो, उहाँसँग पनि अलिअलि कुराकानी भएकै हो। तर पुरुषोत्तमजीसँग जो मुख्य मान्छे हाम्रो यहाँ अर्पित भाइ हुनुहुन्छ, विराटनगरमा मतलब सिडिओ कार्यालयबाट सिफारिस लिने मान्छे हुनुहुन्छ, सबैसँग संवाद गरे हो। सकेसम्म सबैसँग, अझै पनि फेरि दसैँपछि पनि संवाद गर्ने नै हो, सबैसँग सहकार्य गर्ने हो र हामीले एकजना उहाँहरूसँग पनि सहकार्य गर्ने हो। तर उहाँले म बस्दिनँ, अब धेरै दिन पर जान्छु भन्न खोजिसकेपछि हामीले के गर्नुपर्छ त, उहाँसँग हामीले संवाद गर्न खोज्दै पनि उहाँ टाढिन खोज्नुहुन्छ भनेदेखि अब हामीले के गर्न सक्छौँ र अब उहाँको ठाउँमा जसरी पनि एउटा महिलाको ठाउँमा महिला प्रतिनिधि त्यही पनि सडकमा
जनतालाई मतलब कि त्यो दुर्घटनामा परेको घाइतेलाई त्यतिखेर तत्काल रूपमा एम्बुलेन्स नभएको बेला बाइकमा अर्काको बाइक स्टार्ट गरेर भए पनि उपचारमा पुर्याउने एकजना साहसी महिलालाई हामीले राखेको। यहाँ हाम्रो नजिकको मान्छे उहाँ कोही पनि होइन। ल्याउन सक्छ सक्दैन भन्ने कुरा होइन क्या, ल्याउन सक्नुपर्छ भन्ने कुरा हो। हामीले हाम्रो आवश्यकता भनेको यो हाम्रो माग भनेकै यो तत्कालीन सरकारलाई कारबाही गर भन्ने हो क्या, र गर्नुपर्छ र गर्छ गर्दैन भनेर हामी आशावादी नहुँदैनौँ, गर्नुपर्छ। अभिव्यक्ति उहाँले होइन त्यो अभिव्यक्ति दिनु नै गलत हो नि त। त्यस्तो अभिव्यक्ति दिनुहुन्छ भन्ने त हामीले आशै गरेका थिएनौँ। आत्मआलोचना भन्नाले उहाँले यतिखेर साँच्चै भन्नुपर्छ यतिखेर शहीद र घाइतेको सपनामाथि उहाँले खेलवाड गर्न खोजिराख्नु भएको छ। यतिखेर शहीद र घाइतेको सपना भनेको यो मतलब कि यो संसदीय चुनाव थिएन र यो संविधान मानेर आन्दोलन भएको थिएन, र शहीद र घाइतेले देखेको सपना पुरा हुनुपर्छ। र यति मात्र भन्न चाहन्छु, यतिखेर परिवर्तन जनताले चाहेका छन्, हामी युनाइटेड हुनुपर्छ। र कसैले कसैलाई आरोप प्रत्यारोप धेरैजना व्यक्तिहरू अगाडि पछाडि हिँड्ने, आज साँच्चै भन्न चाहन्छु छिमेकीको एउटा काकाले सहयोग गर्न पाइरहेको छैन राजनीतिक दलको कार्यकर्ता भएको कारणले। यस्तो परिस्थितिमा हामी कसैलाई समाजमा भएका व्यक्तिहरूलाई कसैलाई पनि हामी खण्ड विखण्ड गर्न चाहँदैनौँ। सबै नेपालीलाई त्यतिखेर युनाइटेड गर्ने हो र सबै नेपाली एकजुट हुनुपर्छ। जेनजी पनि एकजुट हुनुपर्छ, र जेनजी भन्नाले जेनजीलाई नेपाली जनताले सुझाव दिने हो, विज्ञ टोलीले सुझाव दिने हो, पत्रकार साथीहरूले सही सल्लाह दिने हो। कहिलेकाहीँ इन्टरभ्यू दिनै पनि आइपुग्न सकिँदैन, तर आवश्यकता र परिवर्तन मतलब कि सबैसँग सल्लाह सुझाव लिएर सबैको सुझाव एकीकृत गरेर एजेन्डा बनाएर चाहिँ मुलुकको परिवर्तन भन्नाले अब तपाईँहरूले के गर्नुपर्छ भने सबै नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्न चाहन्छु, अब आधुनिक नेपाल कसरी बनाउन सकिन्छ त, अब आधुनिक नेपालको खाका कसरी कोर्न सकिन्छ त भन्ने तरिकाले मेरो फेसबुक आइडी प्रवेश सिभिल वाइस छ, र त्यो आइडी मार्फत भए पनि त्यहाँ म्यासेज गरेर भए पनि हामीलाई जानकारी दिनु होला। प्रत्येक जेनजी पुस्ताका मान्छेहरूलाई, एउटालाई मलाई मात्र होइन सारा जेनजी पुस्ताका युवाहरूलाई, घर घर टोल टोलमा भएका युवाहरूलाई तपाईँहरूले सुझाव दिनुपर्छ र मोडर्न नेपाल अब बनाउनुपर्छ। जसरी भए पनि अब यो शहीद र घाइतेको सपनामा हामीले खेलवाड गर्नु हुँदैन। र म अहिले मतलब कि 15 दिन मतलब अहिले 12-13 दिन भयो हामी सबै मतलब यो काठमाडौँ विराटनगरमै आन्दोलन गर्दै गर्दा पनि यहाँ आएर हामी बसिरहेका छौँ। हामी कोहीसँग पनि प्रतिशोध साध्दैनौँ, हामी सबैसँग सहकार्य गर्छौँ। कहिलेकाहीँ मिस्टेक हुनसक्छ, तर त्यो मिस्टेक हामी सुधारेर अगाडि बढ्न चाहन्छौँ। भक्तपुरमा कहाँबाट आइहाल्छ नि, एक दुईजना व्यक्तिले त्यो दिइहाल्छ नि, त्यस्ता व्यक्तिको के लिइराख्नुपर्छ होइन। पूर्व प्रधानमन्त्री उहाँ पूर्व प्रधानमन्त्रीलाई त खासमा भन्यो भने त्यसरी सेक्रेटरी दिनै हुँदैन थियो त्यो उहाँको यो अहिलेको आन्दोलनले त, तर जसरी सेक्रेटरी दिइरहेको केही पनि हुँदैन। उहाँको त्यो आउँछ अभिव्यक्ति, अब कहिलेकाहीँ त्यो अलिकति के भएको छ थाहा छैन। जसरी पनि सम्बोधन गर्नुपर्छ, यो सरकारले यो संविधान होइन हामीले मागेको भनेको प्रत्यक्ष कार्यकारीको निर्वाचन हो, र प्रत्यक्ष कार्यकारीको निर्वाचन मागेको हुँदा हामीले अन्तरिम संविधान लेखेर हुन्छ कि यो संविधान संशोधन गरेर हुन्छ कि हामी कसरी भन्दा पनि आन्दोलनकारीले माग राख्छ। मेरो सुरु दिनदेखि नै यही छ, आन्दोलनकारीले माग राख्छ। सरकार किन ढाल्नु, सरकार ढाल्ने यो होइन। एकछिन मेरो कुरा, यो सरकारले अन्तरिम संविधान लेखेर भए पनि यो संविधानले प्रत्यक्ष कार्यकारीको निर्वाचन दिँदैन, र यो सरकारले अन्तरिम संविधान लेखेर भए पनि अन्तरिम संविधान विज्ञ टोली मार्फत 15-20 दिनमा एउटा मस्यौदा तयार गरेर यो चुनाव गराएर अनि फेरि संविधान लेख्दा पनि केही फरक पर्दैन। यो देशमा भनेको संविधान कानुन भन्ने कुरा के हुन्छ भने जनताले बनाउने कानुन हो क्या। जनताले मानेको कानुनको कानुन त कानुनले जनतालाई कजाउने होइन क्या। कानुन जनताले चाहिँ कानुन बनाएर आफू एउटा उसमा बस्नुपर्छ क्या। अन्तरिम संविधान जारी गर्दा पनि हुन्छ नि त। फागुन 21 पछि होइन चुनाव भएको, यता सुन्नु मेरो कुरा, चुनावको तुलना मतलब कि चुनाव यतिखेर तोक्ने अवस्था होइन क्या। यो चुनाव तोक्ने अवस्था होइन। यतिखेर प्रत्यक्ष कार्यकारीको संविधान लेखेर भए पनि प्रत्यक्ष कार्यकारीको चुनाव गर्नुपर्छ र आयोग बनाएर भ्रष्टाचारीको कारबाही गर्नुपर्छ। र यतिखेर भनेको तपाईँहरूले सुझाव दिने हो, सल्लाह दिने हो। यतिखेर यिनै कुरा भन्न चाहन्छु। त गर्नुपर्छ, प्रत्यक्ष कार्यकारीको चुनाव अन्तरिम संविधान लेखेर भए पनि गर्नुपर्छ भन्ने कुरा हो। एजेन्डा हाइज्याक भएको छैन, एजेन्डा हामीले अझै राष्ट्रपतिसँग सम्झौता गर्न बाँकी नै छ। सम्झौता जहिले भए पनि मतलब सम्झौता अब भोलि पर्सि जुन दिन भए पनि हुन्छ। यहाँ उपस्थित अहिले थोरै भए पनि उहाँहरूको सहमति छ। यतिखेर एउटा अनुसन्धान आयोग बनाएर साँच्चै घटना घटेको छ भने ती व्यक्तिहरूलाई पक्राउ गर्न सकिन्छ। तर त्यो प्रतिशोध साँधेर घर घरमा यतिखेर दसैँको मुखमा जुन घटना कहिलेकाहीँ हुन्छ भनेदेखि एउटा भिडले गरेको घटना हो। व्यक्तिगत घटना नभएको हुँदाखेरि त्यो व्यक्ति अप्ठ्यारो घटनाको त्यो पक्राउ गर्न जरुरी छैन।